हेलो साथीहरु, गुड मर्निङ, नमस्कार सबैजनालाई है। आज चाहिँ म बिहान बिहान यहाँ दाउरा खोज्न आइरहेको छु। जङ्गल पुरै देख्न सक्नुहुन्छ, यो चाहिँ पुरै जङ्गलै जङ्गल छ। दाउरा खोज्न आएको यतातिर पनि साथीहरु हुनुहुन्छ, अरू पनि दाउराहरू सबै खोज्दा गरेर सकिसकेको रहेछ। र पनि अब हेरौँ, खोजौँ। सधैँ सालैपछि दाउरा खोज्न चाहिँ आइथ्यो यो जङ्गलमा। अब आज चाहिँ विचार गरौँ कत्तिको पाउँछ। यो साल चाहिँ म फर्स्ट सालै साथीहरु दाउरा खोज्न आएको। माथि पनि हुनुहुँदो रहेछ। म चाहिँ यहाँ दाउरा खोज्न आएको। यहाँ अब कत्तिको पाइन्छ है साथीहरु दाउराहरू। यस्तै छुट्टाहरू छ। दाउरा खोज्दै सबजनाले दाउरा खोजिसकेको छ। यस्तो भिरालो छ है। यस मोबाइलबाट बनाएको भिडियो खासै राम्रो चाहिँ आउने रहेछ। दाउरा अहिलेसम्म एउटा टुक्रो पाएको छैन दाउरा। ठुलो छ जस्तो छ दाउरा। धेरै छैन हौ, एउटै छैन दाउरा। सबले खोज्दा गरेर दाउरै छैन। यहाँ चाहिँ केले खोज्दा सालक जस्तो यहाँनिर चाहिँ सालकले खोताले सालकले खोताले छ। दाउराको नाम निशान छैन के दाउरा खोज्नु होला र खोइ। ओहो लु साथीहरु, अहिलेसम्म चाहिँ दाउरा चाहिँ फेला परेको छैन है। जङ्गल चाहिँ जङ्गलै छ, जङ्गल सबै। तर रै पनि दाउरा छैन। जङ्गल त कत्रो छ चाहिँ। मृगकालिसहरू त टन्न पाउँछन्, के गर्नु तर निकुञ्ज ठाउँ हो। आर्मी क्याम्प छ। दाउरा पनि लुकेर खोज्नुपर्छ। धन्न दाउरा खोज्दै चाहिँ कि भन्दैन। साथीहरु कस्तो लाग्छ है तपाईहरुलाई भिडियो चाहिँ पुरै हल्लिएर आएको छ ल। फर्स्ट ताल भएर होला भिडियो गर्नु पनि खासै आउँदैन। कमेन्टमा भन्नु होला हजुरहरुले भिडियो चाहिँ यो पाराले यसरी गर्नु भन्नु होला। मोबाइल पनि फेरि यो कुनै ब्रान्डेड मोबाइल हैन, सामान्य मोबाइल हो हैन। यसो दाउरा खोजेको भिडियो गर्नु मन लाग्यो। त्यही भएर एकदम रमाइलोकै पहिला हामी गाउँतिर पनि पुरै यस्तै जङ्गलमा दाउरा खोज्थ्यौँ। यो चाहिँ ठाउँ चाहिँ मेरो गाउँभन्दा अन्तै ठाउँ हो। तर रै पनि अब म भन्दिनँ, अहिले खुलाउँदिनँ, किनभने यो ठाउँ निकुञ्ज ठाउँ पनि हो। यहाँ बाघ पनि आउँछ अरे भन्छ। त्यही भएर यो ठाउँ चाहिँ म खोल्न चाहिँ आर्मी क्याम्प छ। यतातिर पनि आर्मी क्याम्प छ, यता मास्तिर पनि
अनि यतातिर पनि आर्मी क्याम्प छ। यही त आर्मी क्याम्प छ। तर दाउरा खोज्न चाहिँ दिन्छ। तर पहिलाको मेरो पहाडी गाउँको याद आएर भिडियो बनाएको है। साथीहरू गाली चाहिँ नगर्ने, निकै ठाउँमा किन दाउरा खोज्नु गएको भन्ने। दाउरै एउटै छैन। पर बहिनी दाउरा खोज्नु नै साथीहरू हेर्दै जाने दाउरामा कतिको भेट्छु हेरौँ। कालिज चाहिँ पाउनु पनि पर्छ यसमा। दाउरा बाला यस्तोले भात पाक्ला त भात पाक्छ जस्तो लागेन। हेर्दा मात्रै यस्तो केही छैन। हेर्दा मात्रै यस्तो यहाँ दाउरा यति बेला छ। खै हौ दाउरा त्यहाँ चाहिँ तल छ दाउरा। हल्लाउँदैछ केटाले पुरै हल्लाउँछ। बिन्दास है रमाइलो। हजुर बहिनीले बोला टेन्सन तनाव भयो बेला चाहिँ आएर आनन्दले बस्ने ठाउँ है यो। यतातिर सबै हो बराबर केही छैन। मेन बाटो तल छ, यहाँभन्दा धेरै तल छ। अब हामी दाउरा खोज्दैछौँ। मस्त लाएर दाउरा अहिलेसम्म भेट्टा छैन। यस्तो रुख छ नि तर दाउरा छैन। खोज्दा तर अब म टन्न दाउरा भेट्छु जस्तो लागिरहेको छ है। केटाले झाँपेर दाउरा च्याउ केटाहरूले यसरी खोज्दैछ है। के छ भाइ ठिक छ? दाउरा कति भेट्टायो खै देखाउ न। दाउरा केटाहरूले दाउरा भेट्टायो। मम्मीहरू पनि हुनुहुन्छ तल हुनुहुन्छ मम्मीहरू। खै त्यहीमै यार दाउराहरू। दाउरा त खै छैन जस्तो छ त है भाइ। सिरान पुगेर आइसके दाउरा छैन यार। हौ ऊ माथि सिरान पुगेर आएको छैन। अब म तपाईहरुलाई दाउरा भक्को ठाउँमा पुगेपछि देखाउँछु है साथीहरु। कस्तो कमेन्ट गर्नु मन लाग्छ त्यस्तै कमेन्ट गर्नु होला।
अब भिडियो चाहिँ हल्लियो होला, बनाउनु जानिनँ होला, त्यसमा चाहिँ सरी, तपाईँहरूले सिकाउनु होला, भन्नु होला है त। मोबाइलबाट बनाएको के राम्रो देखिन्थ्यो र। मम्मी चाहिँ दाउराको ड्याङ हान्छ है फेरि माथिबाट। म दाउरा भक्को ठाउँमा गएर तपाईँहरूले देखाउँछु है। अर्को भाइ चाहिँ ऊ पर दाउरा आमा केटाहरू यार दाउरा झारेको अरे यस्तै रुखमा चढेर झारिरहेछ यार। ओइ लड्छ ओइ ओइ त्यसको भर नगर न। ऊ त्यसै दाउरा झारेछ दाउरा। अर्को जाने भयो तर ड्याङ कहाँ ड्याङ हान्दैछौ त्यो भरे त्यो चाहिँ भरे एकजनाले बोकेर लानुपर्ने हुन्छ, त्यसलाई घर पुर्याउने बेला हुन्छ। ड्याङ ड्याङ ओइ लड्छ है भाइ। ड्याङ ड्याङ पारेर हान्दैछ। लड्छौ के कान्छ है त्यो भाइ चाहिँ अन्त लड्छ त यार। यो चाहिँ के यस्तो कालै कालो छ के को गुण जस्तो। यस्तो त मस्त कालीचरो हुनुपर्ने। यस्तै छ, काट्दैछौँ कहिले खोज्दैछौँ कहिले झार्दैछौँ। अब भारी पुग्छ एकछिनमा। ल साथीहरू मैले चाहिँ यहाँ ठुलो दाउरा पाएँ, एउटा सिङ्गो। यो सिङ्गै बोकेर लाने हो घरमा, छ्याङ बनाउने हो, छ्याङ जाँड अर्ग्यानिक जाँड बनाउने हो, खाने हो। हान्ने भाइ तिमी यहाँ एउटा ठुटो पाइयो। के को दिन गयो अरे त्यसो नभन नि कार होला नि तिमीलाई। भाइले आम काले हान्थ्यो खुस्किँदैन डर छ त त्यही ठाउँ छ यार। ढङ्का ढङ हान्दैछ केटोले दाउरा। तल त्यति भएको छ दाउरा केटोले हान्दैछ। जानकारी छ है केटो, तपाईँहरूले कसैले ज्वाइँ चाहिएको छ भने यहाँ छ है सम्पर्क। खतरा हान्छ हौ पुरै जानकारी छ। यो दाउरा पनि यो दाउरा हेर्दा यस्तो छ नि ऊ माथि टुप्पीमा चरेर खुकुरीले काटेको पर ऊ हेर्नु मेरो मोबाइल फेरि खतरा छ हो। यो देखेको क्यापमा है खतरा छ केटो खतरा। त्यही भएर ज्वाइँ चाहियो भने सम्पर्क गर्नु होला। मान्छे इमान्दार पनि छ, इमान्दार छ तर फेरि केटाले तोप चाहिँ डर हान्छ है फेरि। त्यही हो रक्सी बिना नसक्ने नै छ इमान्दार ज्वाइँ हो यो भाइ। रक्सी बिना नसकेर नै यो चाहिँ रक्सी पार्नै पर्छ भनेर केटोले दाउरा काट्दैछ। अँ भाइ तिमी जाँड खान्छौ? साह्रो पुरै चुर खै चुर हेरौँ त कान्छ एकछिन नकाट त। खतरा चुर छ हौ आम्मा। यो गुराँसको त बबाल चुर हुने रहेछ नि त। बाफरे रातो रातो छ है खतरा छ यार। हाम्रो भारी एउटा यता छ एउटा ऊ पर यतातिर माथितिर छ। है गाइसहरू म चाहिँ यो दाउराको यसरी पल्टाउँदै लाँदैछु होइन, यसरी दुल्टाउँदै लाँदैछु। कस्तो मासु लरे यार चिप्लेर।
त्यतै यो बाटो त काका बाटो कता हो के हो भाइ चिप्ले क्या कहाँ पुगिसक्यो त तल पुगेछ त है लास्टै चिप्लो छ रहेछ लास्टै आम्मामा भाइ बाफ उडेर छ त यो त बाङ खोलेछ लास्टै चिप्लो छ यार पत्करै पत्कर छ बिस्तारै बोक्नु है काका आम्मा कति ठुलो छ है मुगा ठिकै छ तर कहाँबाट चाहिँ बाटो हो के भन्ने कुन बाटो त्यही त तेर्सो हो ल ल आउँदैछ नानी ल यहाँबाट गुल्ट्या थिएँ त मैले होस् गुल्टाइदिनु आम्मा कति ठुलो हामी चाहिँ थुप्रोजना आइरहेको छौँ म चाहिँ अब यो दाउरा घरमा पुर्याएको एकैचोटि तपाईँलाई देखाउँछु है अब यहाँबाट आउँछु अब यहाँबाट म लडाउँदै लान्छु हामी थुप्रोजना छौँ है यो दाउरा काट्ने मान्छेहरू यहाँ अब म यहाँबाट ओह्राएर लान्छु है गाइस ल साथीहरू अब चाहिँ यसले म पुरै घिस्याउँदै लान्छु ओह्रालो ठाउँ यस्तो छ घिस्याउँदै लान्छु यहाँबाट म अनि त्यस पछाडि म यहाँदेखि ओह्रालो है साथीहरू अब म यहाँबाट लान्छु है दाउरा ओह्रालो लान्छु अब म तपाईँहरूलाई तल सजिलो ठाउँमा पुगेर चाहिँ यता भाइले पनि लाँदैछ है दाउरा चाहिँ यसो लाँदैछौँ तर हामी चोरी चाहिँ नहुने चोरेको चाहिँ होइन यो सबैले लान्छ अब म तपाईँहरूलाई तल पुगेर पोकेर लगेको भिडियो बनाउँछु